भिड छैन यहाँ चाहिँ चेटोसँगले यहाँबाट चिपेर लड्यो भने सिधै बाटो छैन गाइस। अब यहाँ उँभबाट उँधो भिड छ होइन, ठुलो भिड छ र गएर लडेर हेर्दैन सक्नुहुन्छ होइन गाइस होइन। म अलिकति अगाडि गर्दै देखाउँछु, नजिकबाट देखिनु होइन, पक्रुक्नु है त गाइस। मेरो एउटा पुरै ब्लग छ तपाईँहरूलाई स्वागत छ फेरि पनि मेरो न्यू ब्लगमा। र मलाई पनि सन्चै छ र तपाईँहरूलाई पनि सन्चै छ भन्ने म आशा गर्छु। र आजको भ्लग चाहिँ छ च्याटोसँगले हाम्रो सिमले गाउँदेखि लकरसम्म चाहिँ स्कुल जाने बाटोमा देखाउन गइरहेको छु होइन। र तपाईँहरूले पक्कै पनि यो भिडियो देखेर सक हुनुहुन्छ होला होइन, त्यही हो। र म चाहिँ अलिक पछाडि पछाडि आउँदैछु र अरू चाहिँ अगाडि गइसकेका छन् होला। अनि र बाटो चाहिँ यता नि पहिरो लडेको छ र अरू झन् अलिक खतरनाक छन्। र तपाईँहरूले भिडियो लास्टसम्म हेरिदिनु होला र भिडियोलाई अगाडि बढाउनु है त गाइज। यही गाई चाहिँ देख्न सक्नुहुन्छ होइन, हाम्रो बाटोको अब हालत त्यस्तो गाडी छैन। अब पानी परेको बेला शीत परेको बेला चाहिँ अब लुसुके अब यसरी पुग्दा भेटिन्छ नै होइन। च्याटोसँगले देख्न सक्नुहुन्छ यहाँ चाहिँ यत्रो भिड छ होइन। च्याटोसँगले गाडीको हालत देख्न सक्नुहुन्छ कसरी हिँड्नु परेको छ होइन। अब यहाँ बाटो चाहिँ यस्तो छ, यत्रो खालेर खुल्टी होइन, पानी परेर पानी बगाएर यस्तो भएको छ। र अनि यहाँ हेर्नु देख्न सक्नुहुन्छ, यहाँ पनि हेर्नुहोस् होइन, खाल्टे खाल्टा छन् त्यो अब खाल्टे खाल्टा होइन सक्नुहुन्छ। हिँड्दाखेरि अब कता कता कुन भिडमा हुन्छ नि त, त्यो बेला चाहिँ अब लडिन्छ जस्तो लाग्छ होइन बाटो देख्दाखेरि। र यहाँनिर चाहिँ छ अब च्याटोसँगले झर्ना भन्छन् होइन, राम्रो पनि छ। तर पानी परेको बेला चाहिँ होइन टाढा टाढासम्म आइपुग्छ र बाटो पनि गरिदिन सक्छ, देख्न सक्नुहुन्छ झर्ना चाहिँ होइन यस्तो छ। यहाँबाट यस्तो आएको छ र पानी परेको बेला चाहिँ यतासम्म यहाँसम्म पानी यही झरनाले नै हो। यो यस्तो गरिदिएको चाहिँ यहाँ होइन, यो झरनाले नै यस्तो गरिदिएको छ होइन। यहाँ चाहिँ पानी यतासम्म आइपुग्छ र अनि यतासँगले अब फेरि पानी परेको बेला स्कुलबाट आउँदाखेरि नि त त्यो झरनाबाट सिधै यता यहाँ पानी आउने भएकाले अब यहाँबाट जान नि गाह्रो हुन्छ होइन, पानी ठुलो हुन्छ। र यत्रो यहाँ ढुङ्गो चढेर चाहिँ बाटो पनि सानो छ गाई चाहिँ होइन। त्यसैले त्यहाँ अगाडि अब साथीहरू त्यहाँ बोल्दैछ जस्तो छ, त्यहीँ पुगेर भेटौँ मेरो गाई। यो गाई देख्न सक्नुहुन्छ होइन, केटाहरू सबैजना यहाँ आइपुगिसकेको छन्। म चाहिँ कुद्दै आएको यिनीहरूलाई भेटाउन आँटिसकेर च्याटोसँगले मैले चाहिँ यहाँ भेटिसकेँ होइन, कुद्दै आएकाले च्याटोसँगले देख्न सक्नुहुन्छ। हाम्रो चाहिँ स्कुलबाट आउने चाहिँ मान्छे यति नै हो होइन। लास्ट दिन भएकोले चाहिँ उता छुट्टी हुने, त्यही भएर मोबाइल ल्याइदिएको छु। केटाहरू सबै आइसकेका छन्। अब अलिक पर पुगेपछि भेटौँ है त पहिरो लडेको ठाउँमा। हे गाइस, अब तपाईँहरू उयो बाटै ब्लक भएको ठाउँ देखाउँछु होइन, देख्न सक्नुहुन्छ च्याटोसँगले। यहाँ चाहिँ त बाटै छैन गाइस। अब यहाँ उँभबाट उँधो भिड छ होइन, ठुलो भिड छ र गएर लडेर हेर्नु देख्न सक्नुहुन्छ होइन, देख्न सक्नुहुन्छ। म अलिकति अगाडि गर्दै देखाउँछु, नजिकबाट देखिनु होइन, पक्रुक्नु है त गाइस। यस्तो छ भाइ गाइस, पहिरो एउटा पुरै ब्लक छैन बाटो चाहिँ, के भन्नु छ। र अब अलिक परतिर धारा पुगेपछि भेटौँ गाइस होइन। हाम्रो धारा चाहिँ यता के कराएर चाहिँ यो तपाईँहरू स्वर पनि कस्तो भइसक्यो होला होइन। यहाँ छ धारा चाहिँ होइन, यतासँगले पानी सानी खाँदैछन् हाम्रो विद्यार्थी भाइ बहिनीहरू, कोही कता छन् कोही कता छन्। र अब ब्लग मन परिरहेको होला र तपाईँहरूलाई बाटो नि कस्तो लागिरहेको होला, गाडी साडी अब यही त अनि 1-2 घन्टा हिँड्नुपर्छ। धेरैमा डङ्गाडाङ हिँड्नेलाई 1 घन्टा नत्र भने 1 घन्टा आदि जति लाग्छ होइन। यहाँ पानी छ, त्यहाँ खेलिरहेको छन् कोही होइन गाई चाहिँ होइन। हामी यहाँ धाराबाट हिँडिसक्यौँ च्याटोसँगले र अब माथि पुगेपछि भेट्ने है त गाई चाहिँ होइन। यहाँ चाहिँ यस्तोसँगले यस्तो भिड छ होइन। यहाँ चाहिँ च्याटोसँगले यहाँबाट चिपेर लड्यो भने सिधै अन्तिम स्थलमा पुगिन्छ, हस्पिटल कि सिधै खोलामा होइन। देख्न सक्नुहुन्छ यस्तो भिड छ च्याटो चाहिँ नै।
कस्तो देख्छ देख्न सक्नुहुन्छ। अब तपाईँहरूको बाटो कस्तो छ होइन, हाम्रो त्यस्तै हो गाउँठाउँमा र यस्तो छ उकालो कोरालो। उताबाट चाहिँ रोडबाट जानु ढिलो हुन्छ र यो सर्टकट बाटो जानुपर्छ। यस्तो यस्तो छ भिडियोहरू, त्यहाँबाट लड्यो भने सक्यो। अलिक माथि गएपछि त्यहाँ गाई छैन, च्याट्टासँग देख्न सक्नुहुन्छ। चाहिँ हाम्रो चौतारा भनौँ वा जे भनौँ होइन, त्यो उकालो आएर चाहिँ यहाँ बस्ने ठाउँ हो होइन। तर आज चाहिँ अलिक भिड भएको कारणले बसिँदैन र यहाँबाट हामी गइन्छ होइन। अब अरू बेला बस्ने केटाहरू चाहिँ बल खेलेर ट्याक्कासँगले भन्न त गाई चाहिँ होइन हाम्रो स्कुल चाहिँ देख्न सक्नुहुन्छ च्याट्टासँगले के भन्नु छ र। त्यहाँको भल चाहिँ त्यहाँ गइसकेको छ, को आउँदैछ भनेको पनि थाहा छैन मलाई चाहिँ। म गराएको है तपाईँलाई यो हाम्रो विवाह चाहिँ कस्तो लाग्छ कमेन्ट प्लिज। अनि यहाँ छ हाम्रो चाहिँ फुटबलर खतरनाक र अब के भन्नु फुकालौँ न चाहिँ तपाईँहरूलाई मैले चाहिँ लोकर स्कुल देखाउँछु भनेको थिएँ। गाई चाहिँ होइन हाम्रो स्कुल चाहिँ यस्तो स्कुलमा आउँदाखेरि त्यस्तो बाटोमा आउनुपर्छ होइन। च्याट्टासँगले स्कुल चाहिँ यो र अहिले चाहिँ लास्टमा सरहरू गइसकेपछि हामी बल खेल्दै थियौँ होइन। अनि त्यही भएर मैले चाहिँ भिडियो बनाइदिएको छु, हेर्नु होला। र हाम्रो ब्लग कस्तो लाग्यो र हाम्रो बाटो कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला। र यति भन्दै म बिदा माग्न चाहन्छु। धन्यवाद।